बस्ने वातावरण, काम गर्ने मान्छेको खुट्टा तान्नु भएन। अब नयाँ लिडर्सहरू भेटाउने बेला हो। काम गर्न दिनु पर्यो सरकारले। बस्ने वातावरण, काम गर्ने मान्छेको खुट्टा तान्नु भएन। यो तपाईले आज कम बोल्ने सोचेर आउनु भएको हो कि के हो? एकदम महत्त्वपूर्ण के छ भन्दाखेरि जहिले पनि यस्तो विषयमा राजनीतिक कर्मीहरूले सबै क्रेडिट लिन खोज्छन्। यो नितान्त नागरिकले गरेकोमा एकबद्धता जनाउन आएको। सरकारले काम गर्न दिनु पर्यो। दुई दलीय जुन यो संयन्त्र छ, संविधानले नचिन्नेहरू सबैले चिन्ने, उनीहरूले काम गर्न वातावरण बनाउनु पर्यो। र हामी आएको राजनीतिमा पनि नेपालमा बसेरै केही गरौँ भन्ने वातावरण सृजना गर्नलाई हो। र तर काम गर्ने मान्छेहरूको जुन खुट्टा तान्ने प्रवृत्ति, जुन अडचन बाधा अडचन लाउने प्रवृत्ति छ, त्यसको विरुद्ध छ। जाग्यो जाग्यो जनता, हात्ती भयो अब त।
कार्यक्रममा यहाँले अराजक हिसाबले नगरिदिनु होला। यहाँको कार्यक्रम जुन छ तोसिएको निषेधित क्षेत्र छ, यो भित्र रहेर यहाँले आफ्नो कार्यक्रम के छ शान्तपूर्वक गरिदिनु होला। तपाईँले अनावश्यक बल प्रयोग गर्ने काम नगरिदिनु होला। तपाईँ कार्यक्रम के छ बल प्रयोग गर्ने काम नगरिदिनु यहाँको कार्यक्रम शान्तपूर्वक के छ त्यसैले हामी सर्वसाधारण जनता भएर हामीले न्याय मागिरहेका छौँ। हाम्रो विचारलाई प्रश्न गर्न जरुरी छ। हामी अगाडि बढ्न चाहन्छौँ, हामी अगाडि बढ्न चाहन्छौँ। अनि उनीहरूलाई सरकार तस्कर सरकार मुर्दाबाद, गरिब जनता मार्न पाइँदैन। आदरणीय साथीहरू, तपाईँहरू आज हामी मानव जीवनलाई उठाउनको निम्ति मानव जीवनभन्दा माथि उठेर देश र जनताको निम्ति देशको निम्ति हामी भन्न तयार भन्न चाहन्छौँ। होइन भने हाम्रो बाटो बन्द खाली गर्नुहोस्। हामी अगाडि बढ्न चाहन्छौँ, हामी अगाडि बढ्न चाहन्छौँ। अनि मृत्यु देखेर लडाउनेवाला छैन। फेरि तिम्रो पाराले दुःख पायो साराले कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, पुनर्नियुक्ति गर। कुलमान घिसिङले यो देशलाई उज्यालो दिएको होइन, यो देशलाई निमेको बत्ती बालेको होइन। 18 घण्टासम्म रोड सिट छोपेर बसेको नागरिकले उज्यालोमा खाली गरिदिनु होला। जुट गर्न मेरो दुई शब्द यहाँ अन्त्य गर्न चाहन्छु। नेपाली अनुहारका विदेशी एजेन्टहरू तिम्रो पाराले दुःख पाए साराले कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, कुलमान हाम्रो हिरो हो, कुलमान हाम्रो हिरो हो। साथीहरू सबैजना गाडी पछाडि आइदिनु होला। कहिले जाग्ने जनता, कहिले जाग्ने जनता, कुलमान बालेन हिरा हो, कुलमान बालेन हिरा हो। भ्रष्टावली होसियार, होसियार होसियार, माफियाहरू होसियार, होसियार होसियार। उज्यालो नेपाल जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद, कुलमान घिसिङ जिन्दाबाद। होसियार, होसियार होसियार, उज्यालो नेपाल जिन्दाबाद जिन्दाबाद, उज्यालो नेपाल जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद, उज्यालो नेपाल जिन्दाबाद। जिन्दाबाद। ल अब लिउँ ल।
यो राज्य यो सरकारबाट प्रतिगमनको झन् ठुलो खतरा भयो। राज्यले जो मान्छेहरू राम्रो राज्यका उच्च तहमा छन्, निकायमा छन्, तिनीहरूलाई बर्खास्त गर्ने र सबभन्दा खराब भनिएका पात्रहरूलाई राज्यका उच्च ओहदाहरूमा लाने, खास गरी माफियाद्वारा सञ्चालित भयो यो सरकार, त्यसको विरुद्धमा हामी सडकमा आएका हौँ। आजलाई हामी सरकारलाई खबरदारी गर्छौँ र खास गरी कुलमान घिसिङको बर्खास्तीलाई फिर्ता गर्न जोरदार अपिल गर्छौँ। यो सरकारले सुन्दैन भनेदेखि हामी चरणबद्ध रूपमा कार्यक्रमहरू सार्वजनिक गर्छौँ। कुलमान घिसिङ आफू प्रमाणित भएको कुरा नेपाली जनताले देखिराखेको छ। 18 घण्टासम्म लोड सेडिङ हुने हामीकोमा जे चलन थियो त्यसलाई अन्त्य गरेको नेकपा माओवादी केन्द्रको सरकारले हो र त्यो कार्यकारी निकायमा कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रले लगेको हो। अहिले हामी बिजुली बेच्ने अवस्थामा छौँ र महिनाको अरबौं रुपियाँ बिजुली बेचेर हामीले राष्ट्रका निमित्त बजेट बनाइराखेका छौँ। त्यस अर्थमा कुलमान घिसिङमाथिको जो ज्यादती राज्यको छ, सरकारको कुलमान घिसिङमाथि जे ज्यादती गरेको छ, यसको खिलाफमा हामी सडकमा आएका हौँ। मान्दैन सरकारले भनेदेखि यो सरकारले आन्दोलन थ्याक्न सक्दैन। सबै हामी एकताबद्ध भएर खास राम्रा मान्छेहरूलाई चिथोर्न टोकस्न हुँदैन। यो सरकार जहिलेदेखि बन्यो, खास गरी 2/3 बहुमतको सरकार भनेर सरकारका प्रतिनिधिहरूले जे भन्ने गर्छन्, त्यो 2/3 चाहिँ असल राष्ट्रका नागरिक अथवा असल मानिसहरूलाई चिथोर्न र टोकस्न बनेको जस्तो देखिन्छ। यसको खिलाफमा हामी बोलिरहन्छौँ। त्यो कुलमान घिसिङ भए पनि, त्यो अरू कोही घिसिङ भए पनि, अरू कोही नागरिक भए पनि, हिजो पनि हामीले बोलेका हौँ, आज पनि हामी यो बोल्छौँ।